भोटर आइडी गराउनु भयो कि नै, भोटर आइडी गराउनु भएको छैन वा छुट्नु भएको छ भने चाहिँ कार्तिक 30 गतेसम्म डेट छ। जसले गराउनु भएको छैन गराउनु होला। सो अनलाइन प्रक्रियाहरू के छ वा प्रोसेसहरू के छ भन्ने कुरा चाहिँ यो भिडियोमा मैले कभर अप गर्नेछु। सो जसकारण तपाईँहरूलाई चाहिँ भोटरको अनलाइन प्रक्रियामा चाहिँ अलिकता भए पनि सहज होला भन्ने हिसाबले यो भिडियो गराएको मैले। सो त्यसको लागि मैले हजुरलाई कम्प्युटर स्क्रिन देखाउनु पर्ने हुन्छ। सो आउनु सुरु गरौँ। सुरुमा तपाईँहरूले कुनै पनि ब्राउजरमा election.gov.mp भनेर टाइप गर्नुपर्ने हुन्छ। त्यसपछि हाम्रो निर्वाचन आयोगको हाम्रो वेबसाइट खोल्नेछ। निर्वाचन आयोगको वेबसाइटको इन्टरफेस चाहिँ यस्तो छ। सो अहिले चाहिँ हामी मतदाता नामावलीको चाहिँ प्री रेजिस्टरमा चाहिँ हामी थिच्नुपर्ने हुन्छ, किनभने हामी नयाँ अनलाइन प्री इनरोलमेन्ट गरिरहेछौँ। सो यसमा थिचिसकेपछि फेरि अर्को इन्टरफेस खोल्छ, जसमा चाहिँ नयाँ दर्ता भनेर फेरि आउनेछ। सो अभियसली हामीले नयाँ दर्तामा थिच्नुपर्नेछ। यसपछि तलपट्टि चाहिँ हजुरहरूको कसको भोटर आइडी अलरेडी छ भने चाहिँ यहाँबाट खोज्न पनि मिल्छ है तलपट्टि। यसपछि हजुरहरूलाई मोबाइल नम्बर माग्छ वेबसाइटले। सो वेबसाइटमा चाहिँ तपाईँको आफ्नै मोबाइल नम्बर हाल्नु होला। मोबाइल हानेको एकछिनपछि चाहिँ तपाईँलाई ओटिपी चाहिँ मेसेज आउनेछ तपाईँको मोबाइल नम्बरमा। प्राप्त भएको ओटिपी नम्बर हजुरले टाइप गर्नुपर्नेछ। ओटिपी हालिसकेपछि हजुरहरूले फेरि अर्को इन्टरफेसमा जानुपर्नेछ, नयाँ दर्तामा थिच्नु। त्यसपछि यहाँ हेर्नुपर्ने कुराहरू के छ भने म्यान्डेटरी भनेको चाहिँ अनिवार्य रूपमा चाहिँ हजुरले भर्नै पर्ने कुराहरू छ। सो यसमा लेखिएको कुराहरू चाहिँ अलिकति राम्ररी ध्यान दिएर हेर्नु होला, जसले गर्दा चाहिँ तपाईँहरूलाई फर्म भर्दा चाहिँ एकदमै सजिलो हुनेछ। मेरो नाम समावेश छैन भनेर चाहिँ सुरु गर्नुहोसमा थिचिसकेपछि सुरुमा चाहिँ स्थायी ठेगाना जुन चाहिँ पर्मानेन्ट एड्रेस भनेर चाहिँ भनिन्छ त्यसको कुरा आउँछ। त्यसपछि प्रदेश चुज गर्नु होला। त्यसपछि जिल्ला चुज गर्नुपर्ने छ। गाउँपालिका जुनमा छ नगरपालिका त्यो चुज गरिसकेपछि वडा नम्बर र हजुरलाई जुन ठाउँको लोकालिटीको चाहिँ भोट गर्न जानुहुन्छ त्यो ठाउँ हजुरको सजेसनमा आउनेछ। अर्कोमा थिचिसकेपछि त्यसपछि फेरि हामीले व्यक्तिगत विवरण यानि पर्सनल इन्फर्मेसनहरू चाहिँ भर्नुपर्नेछ। यसमा चाहिँ नाम अङ्ग्रेजीमा त हामीलाई सजिलै छ, नेपालीको लागि चाहिँ तपाईँले के गर्नुपर्छ भन्ने कुरा अलिक अगाडि गएपछि म त्यहाँ देखाउँछु। नेपालीको लागि चाहिँ हजुरले के गर्नुपर्छ भन्दाखेरि चाहिँ रोमनाइज नेपाली टु नेपाली युनिकोड भनेर चाहिँ टाइप गरेर सर्च गर्नुभयो भने चाहिँ हजुरले यस्तो इन्टरफेसहरू पाउनुहुन्छ जति पनि। सो त्यसमा चाहिँ हजुरले रोमनाइज नेपालीमा चाहिँ जसरी पनि नाम इङ्ग्लिसमा लेख्यो भने सजिलो हुन्छ, त्यो चाहिँ नेपालीमा ट्रान्सलेट गरेर आउनेछ। सो युनिकोड चाहिँ मजाले यो फर्ममा चाहिँ कपी पेस्ट गरेर चाहिँ हाल्न मिल्छ होइन, जुन चाहिँ एकदमै सजिलो हुन्छ हजुरलाई। सो यसले गर्दा चाहिँ तपाईँहरूलाई चाहिँ एकदमै सजिलो हुन्छ नेपाली टाइप गर्नलाई। सो हजुरले भर्नुपर्ने कुराहरू जस्तै बुवाको नाम बाजेको नामहरू चाहिँ हजुरले भर्न सक्नुहुने भयो। यसपछिको तलहरू विवरणहरूमा चाहिँ त्यस्तै जस्तै बुवाको नाम, आमाको नाम, बाजेको नामदेखि लिएर अरू पनि नामहरू यताउति भर्नुपर्ने छ, जुन चाहिँ हजुरले गर्न सकि नै हाल्नुहुन्छ। मैले जुन सिकाएको तरिका छ हजुरलाई एकदमै हेल्पफुल हुनेछ यसपछि चाहिँ। सो बुवाको नाम, आमाको नाम, बाजेको नाम हालिसकेपछि र आफ्नो नाम हालिसकेपछि डिटेल हालिसकेपछि वा बुढाबुढीको नाम हालिसकेपछि तलपट्टि चाहिँ आफ्नो जेन्डर, त्यसपछि टेलिफोन नम्बर, मोबाइल नम्बर, त्यसपछि इमेल एड्रेस हालेर अर्कोमा थिच्नुपर्नेछ। अर्कोमा थिचिसकेपछि त हजुरको डेट अफ बर्थ हाल्नुपर्नेछ यहाँ। सो अगाडितिर चाहिँ के भनिरहेको थियो भन्दाखेरि चाहिँ डेट अफ बर्थ चाहिँ बिएसमा हालिसकेपछि एडी मजाले चेन्ज हुन्छ है। सो त्यसको लागि चाहिँ हामीलाई अलिक टेन्सन छैन। अरू कुराहरू चाहिँ यहाँ अरू पनि छ यहाँ, जस्तै नागरिकताको प्रमाणपत्र नम्बर, त्यसपछि एनआइडी नम्बर चाहिँ कम्पलसरी छैन तर हाल्दा बेस्ट। नागरिकता जारी गरेको जिल्ला त्यो पनि हाल्नुपर्ने हुन्छ, नागरिकताको किसिम अनि त्यसपछि नागरिकताको तपाईँको जारी गरेको मिति। यसपछि चाहिँ नागरिकताको विवरण अनुसार जन्मस्थान भनेर भनेको छ। हजुरले के भनेर बुझ्नु पर्यो भन्दाखेरि चाहिँ हजुर जुन ठाउँमा जन्मिनु भयो र जहाँबाट चाहिँ हजुरले नागरिकता निकाल्नु भएको छ त्यो ठाउँको विवरण हजुरले यसमा भर्नुपर्ने छ है त।
स्थायी बसोबासको ठेगाना भनेर भनेको छ यहाँ, जुनमा चाहिँ हजुरले भोट हाल्नुहुन्छ त्यसको ठेगाना भनिरहेको यो चाहिँ। सो त्यसको लागि चाहिँ हजुरको स्थायी ठेगाना एउटै छ भने चाहिँ स्थायी ठेगाना जस्तैमा क्लिक हानिदिनु भयो भने तपाईँको सबै फर्मेटहरू एउटै रूपमा चाहिँ फिलअप हुनेछ। सो टोलको नाम चाहिँ हजुरले यहाँ लेख्नुपर्ने छ आफैले। सो टोलको नाम चाहिँ आफै टाइप गरेर चाहिँ हालिदिनु होला। सो यति गरिसकेपछि चाहिँ सबभन्दा मुनि चाहिँ नागरिकताको फोटोको फ्रन्ट र ब्याक साइडको पिक्चर चाहिँ तपाईँले अपलोड गर्नुपर्ने हुन्छ यो साइडमा। सो चुज अ फाइलमा चाहिँ तपाईँले हजुरको अब क्याम स्क्यानरको सहायताले हुन्छ कि केले गर्दा हुन्छ, अब तपाईँको टक्क फोटो खिचेर अगाडि र पछाडिको फोटो चाहिँ अपलोड गर्नु होला। सो वेबसाइटमा चाहिँ यो अपलोड गर्दाखेरि चाहिँ अलिकति ल्यागिङ चाहिँ हुन्छ है। अर्कोमा थिचिसकेपछि अर्को युजर फेस चाहिँ तपाईँको डिसेबल हुनु चाहिँ हुन्न भनेको हिसाबको क्वेसन छ एउटा। सो त्यसमा चाहिँ होइन भनेर क्लिक गरिसकेपछि चाहिँ तपाईँको अब यो अर्को इन्टरफेसमा चाहिँ तपाईँको मातृभाषा कुन हो र कुन समूह वा वर्गमा पर्नुहुन्छ र शैक्षिक योग्यता चाहिँ कतिको छ भन्ने हिसाबको क्वेसन छ। यसमा चाहिँ हजुरले आफ्नो विवरण चाहिँ आफै भर्नु होला, अब के छ हजुरको। यसपछि अर्कोमा थिचिसकेपछि सम्पर्क स्थान भनेर छ, जसमा चाहिँ तपाईँको फोटो र बायोमेट्रिक कुन ठाउँ दिने भन्ने हिसाबले चाहिँ हो। यसमा चाहिँ तपाईँहरूले काठमाडौँ वा अरू कुनै ठाउँ राख्ने बित्तिकै तपाईँको जहाँ जानुपर्ने त्यो ट्याक्क देखाउँछ सजेसनमा, अनि त्यहीँबाट चाहिँ चुज गर्नुपर्ने हुन्छ। सो तिनवटा अरू कुराहरू भरिसकेपछि चाहिँ तपाईँले मिति चाहिँ तपाईँले जुन टाइममा चाहिँ हजुरको निर्वाचन आयोगमा गएर औँला छाप र तपाईँको फोटो दिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ यहाँ देखाएअनुसार 20 गते, 27 गते, 28 गते र 30 गतेको देखाइरहेको छ। अरू स्लटहरू चाहिँ सबै भरिसक्यो भनेर देखाइरहेको छ। सो त्यसैले चाहिँ हजुरले अगाडि नै छिटो गर्नुभयो भने चाहिँ यो स्लटहरूमा चाहिँ अलिकति सजिलो हुनेछ हजुरलाई। अनि सर्भर डाउन भएर के भएर यो चाहिँ अलिकति गाह्रो भइरहेको थियो कि मलाई चाहिँ एक्सेप्टै भइरहेको थिएन वा लिन मिलिरहेको थिएन। अब लास्टमा चाहिँ जे होस् एउटा टाइम चाहिँ मैले फिक्स गरेर लिएँ। सो बुझाउन जान मिल्ने टाइम फिक्स भइसकेपछि चाहिँ तपाईँको फर्म फिलअप गरेको कुराहरू चाहिँ ठिक छ कि छैन भनेर चाहिँ चेक गर्न भनेर देखाइरहेको छु सबमिट गर्नुभन्दा अगाडि। सो मैले एकचोटि रिचेक गरेँ अनि लास्टमा चाहिँ फर्म चाहिँ सबमिट गरिदिएको थिएँ। दर्ता भइसकेपछि दर्ता भयो भनेर यसरी नोटिफिकेसन आउनेछ मेसेजको थ्रु हजुरको स्क्रिनमा। सो यति भइसकेपछि हाम्रो निर्वाचन आयोगको दर्ता सफल भएको छ। यसरी नै हजुरहरूले पनि हजुरको निर्वाचन आयोगको मतदाता नावलीमा चाहिँ हजुरको नाम दर्ता गर्न सक्नुहुनेछ। आई होप सबैजनाले चाहिँ यति भएपछि हजुरको अनलाइनबाट गर्ने कामहरू सबै गर्न सक्नुहुनेछ। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। भिडियो मन परेमा लाइक गरिदिनु होला। हस् त, धन्यवाद।